गाइस, वेलकम टु आवर मिनी ब्लग। अनि हामी चाहिँ आज यहाँ धान लाउन आएको छौँ। धान अस्ति काटिसकेको काट्ने चाहिँ, तर यस्तो धेरै छ, मुठा मुठा बनाउँदैछौँ। अझै 3-4 कडा छ। काम पनि लास्टै लाएर अल्छिरहेर यसो भिडियो बनाउँदैछु म चाहिँ। कपाल पनि के भएको, यो अनुहार पनि कालो न कालो हप्सिने भइसक्यो काम गर्दा गाउँमा। अब फेरि भोलि लाउनु पर्ने छ, भोलि पनि यही भात पाएर लास्टै अल्छी लागिरहेको छ। आज मलाई खाजा पनि आज चाहिँ हामीले छिट्टै खाएको। अनि खाजा खाएर यसो भिडियो गर्दैछु म चाहिँ। यहाँ भिडियो गर्दै हिँड्दैछु म चाहिँ। अनुहार पनि के साह्रो कालो न कालो खायो। अनि यहाँ चाहिँ केटाकेटीहरू खेल्दैछ क्या, सानो सानो बच्चाहरू। यहाँ पर चाहिँ कहाँ हुन्छ, मेरो छोरा चाहिँ पर छ। एउटा यहाँ कुकुर छ क्या, कुकुरको नाम चाहिँ हाम्रो पप्पी। यहाँ अनि पप्पीलाई खेद्दै दुईजना तुन्नाएर छोरा दुईजना, म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु। यहाँ बार्नु पनि धेरै छ, घाम पनि लास्टै लागिरहेको छ। आज त घाम त्यस्तै अल्छी लगाएर त्यस्तै। जिन्दगीले मलाई कहाँ पुर्यायो, यस्तो धान बोक्नु परेको छ। जिन्दगी दिनेपछि धान लाउँदा बोक्दा मेरो जिन्दगी त धरापमा छ त हो, धरापमा। यो धान अब भोलि लाउनु पर्ने छ हाम्रो चाहिँ। आज बात नआएको लास्टै गर्मी भयो। म चाहिँ अल्छी लागेर यस्तै बसिबसाइ छ। मेरो अनुहार चाहिँ के साह्रो बिग्रेको हो, पिम्पल छ त हौ। के साह्रो यो हप्सी भन्दा 3 नगर चाहिँ भइएछ। हप्स पनि योभन्दा अलिक सेतो चाहिँ हुन्छ होला। म चाहिँ के भन्ने, यो अनुहारहरू त्यस्तै, घामहरू त्यस्तै जान्छु। यता पनि आउँदैछ जान्छु। आम्मामा, यहाँ मेरो बहिनी चाहिँ मुठा बनाउनुको लागि रेडी हुँदैछ। म पनि बनाउनु पर्ने छ।